हेलो नमस्कार, स्वागत छ तपाईलाई। आज हामी अलि लामो दूरीको यात्रामा छौँ। कोहलपुरबाट हाम्रो यात्रा सुरु भइसकेको छ। हाम्रो यता चाहिँ भीमसर हुनुहुन्छ भने यता चाहिँ म छु। हामी अब अहिले कति बजे 6:30 बज्यो। हाम्रो यात्रा चाहिँ 6:30 बजे सुरु भयो भने अब हामी गन्तव्यमा चाहिँ कति बजे पुग्छौँ त्यो थाहा छैन। तर हाम्रो गन्तव्य चाहिँ यो पूर्व पश्चिम महेन्द्र राजमार्ग हुँदै पूर्वतर्फ गइरहेको छ कोहलपुरबाट। अब हामी कहाँ पुग्छौँ के गर्छौँ भन्ने कुरा चाहिँ लास्टमा तपाईँ थाहा पाउनुहुन्छ भने अहिले चाहिँ हामी बाटोमै छौँ। हाम्रो अर्को गाडी पनि छ। अर्को गाडी चाहिँ हो अगाडि देख्न सक्नुहुन्छ तपाईँले। अगाडि चाहिँ 5 जना सरहरू हुनुहुन्छ अगाडिको गाडीमा। यसमा चाहिँ हामी छौँ। हाम्रो बसाइ अलि केही दिन लामै छ। हामी जहाँ जान्छौँ त्यहाँ चाहिँ अब लामै बसाइ छ। के हुन्छ अब हाम्रो यात्रा चाहिँ अगाडि बढ्दैछ। अहिलेको मौसम चाहिँ एकदमै ठिक्कको छ होइन। पानी पर्ला जस्तो पनि गरेको छ, शीतल छ। अब यस्तो शीतल मौसममा यात्रा गर्न पाउँदा चाहिँ एकदमै रमाइलो पनि भइरहेछ। किनकि यो वैशाखको अन्तिमतिर आइरहँदा खासमा गर्मी हुनुपर्ने हो, तर अहिलेको समयमा केही दिन अगाडिदेखि यो मौसममा चाहिँ अलिकति बदली हुनुका साथै पानी पनि परेको छ। यात्रा चाहिँ रमाइलै छ। गाडीमा यात्रा गर्नेलाई त रमाइलै छ, बाइकमा यात्रा गर्नेलाई अलि गाह्रो चाहिँ छ। काठमाडौँबाटै यसरी धनगढीका नाइट गाडीहरू चाहिँ आइसके भने हामी चाहिँ अब यही यात्रामा रमाइलो गर्दै अगाडि बढ्दैछौँ। यो चाहिँ बाँके राष्ट्रिय निकुञ्ज। यहाँ चाहिँ बाघ पनि पाइन्छ है। तपाईँहरू बाघ पनि हेर्न सक्नुहुन्छ। रमाइलो छ। यो जङ्गलको यात्रामा अगाडि बढ्न सक्नुहुन्छ। ढकेरी आइपुग्न चाहिँ अब 5 किलोमिटर छ। बाघ भन्ने बित्तिकै तपाईँले यहाँ देखिसक्नुभयो टाइगर। अब रियल बाघ नदेखे पनि तस्बिरमा चाहिँ तपाईँले बाटोमा चाहिँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी ढकेरी आइपुग्यौँ। यो ढकेरी क्षेत्र। यहाँ ढकेरी पार्क चाहिँ खुब भाइरल बनेको थियो पछिल्लो समय। ढकेरी पार्क चाहिँ यहीँ नै रहेछ। हामी 5-7 किलोमिटर कोहलपुरबाट अगाडि बढ्यौँ भने चाहिँ यो ढकेरी पार्क आइपुग्छ। अहिले त अब त्यस्तो छैन। अब सबै फुलहरू झरिसकेका छन्। यो चाहिँ ढकेरी एरिया क्षेत्र हो। ढकेरी यता पिकनिक स्पोट चाहिँ यता छ भने पार्क चाहिँ यता छ, जैविक पार्क। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यात्रा रमाइलो हुँदैछ। गीतहरू बज्दैछ। यो चाहिँ शमशेरगञ्ज बजार। अहिले बजार विस्तार पनि भइरहेको छ। यहाँ बाटो विस्तार हुँदैछ। बजार त ठुलो भइसक्यो। अलि पहिला आउँदा चाहिँ सानो थियो भने अहिले चाहिँ अलि ठुलो भइसक्यो। यो राप्ती सोनारी अन्तर्गत नै पर्दछ। यता ठुलो गाउँ छ तलतिर, त्यसको लागि यो बजार चाहिँ यहाँ अवस्थित छ। हामी नजिकै निकुञ्ज प्रवेश गर्दैछौँ। निकुञ्ज एरिया चाहिँ यहाँ नजिकै। ट्राफिक प्रहरी पनि यहीँ नजिकै रहेछ। चेकिङ भइरहेको रहेछ। यहाँ चाहिँ मत्स्य पालन पनि छ। यहाँ मत्स्य विकास कार्यालय। मकैहरू चाहिँ यसरी खाने हुँदैछन्। यहाँ त बाटोको काम चाहिँ भइरहेको छ। यो बाटो चौडा भयो भने एकदमै सहज हुनेछ। बजार क्षेत्र भनेर होला बाटो चौडा बनाइँदैछ। यत्तिकै रूपमा चाहिँ यो महेन्द्र राजमार्ग हुने हो भने चाहिँ धेरै सहज हुने थियो। पछि होला कालान्तरमा हामी चाहिँ अब बाँके राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दैछौँ। यहाँ चाहिँ टाइम कार्ड दिन्छ। किनकि धेरै दुर्घटना भयो भनेर चाहिँ यहाँ चाहिँ टाइम कार्ड दिन थालिएको हो।
बाँके राष्ट्रिय निकुञ्जको कार्यालय चाहिँ यता छ भने चाहिँ आर्मी चाहिँ यहीँ अगाडि छ। अब यहाँ चाहिँ टाइम कार्ड दिन्छौँ। ल बाँके राष्ट्रिय निकुञ्जमा हामीले चाहिँ टाइम कार्ड लिएर अगाडि बढिसक्यौँ। यहाँ चाहिँ खिच्न पाइँदैन, त्यस कारण पनि हामीले त्यहाँनिर क्याप्चर गरिनौँ र यो सफाइवाला दाइहरू चाहिँ अगाडि बढ्दै हुनुहुन्छ। यो बाटोको छेउछाउ सफाइ गर्नलाई अगाडि बढिरहनु भएको छ। राइट साइडतिर चाहिँ सामुदायिक वन हो भनेपछि लेफ्ट साइड चाहिँ निकुञ्ज, यही बाटोले चाहिँ निकुञ्ज र वनलाई चाहिँ छुट्याएको छ। वनको क्षेत्राधिकार चाहिँ राइटतिर छ, निकुञ्जको क्षेत्राधिकार चाहिँ लेफ्टतिर छ। यो बाटोमा खासमा दुर्घटना धेरै भयो भनेर स्टेट बाटो चाहिँ धेरै दुरीको छ यसमा चाहिँ। त्यसकारण पनि यहाँ स्पिडमा गाडीहरू चलाएर दुर्घटना चाहिँ बढी भयो भनेर यो ठाउँमा टाइम कार्ड लागू गरिएको छ। पछिल्लो चाहिँ कर्णाली प्रदेशको अस्पतालको डाक्टरको दुर्घटना भएको थियो, त्यसकारण पनि त्यसपछि यहाँ चाहिँ टाइम कार्डको लागू गरिएको हो। उहाँको यहाँ चाहिँ मृत्यु भएको थियो दुर्घटनामा परेर, त्यसकारण त्यही समयदेखि चाहिँ यहाँ टाइम कार्ड लागू गरिएको छ। अहिले चाहिँ हामी अब अगैया पुग्दैछौँ। राप्ती सोनारी गाउँपालिकाको कार्यालय पनि यहीँ नजिकै छ भने हामी अगैया बजार, यो चाहिँ राप्ती सोनारी गाउँपालिकाको मुख्य बजार पनि हो र सिँचाइ आयोजनाको मुहान क्षेत्र पनि हो। यहीँ नजिकै राप्ती नदीको किनार छ। यो राप्ती नदीको किनारमा अवस्थित बजार पनि छ। यहाँ चाहिँ प्रशस्त मात्रामा माछा खान पाइन्छ। विशेष गरी सेक्टर सिँचाइ आयोजनाको मुख्य नहरको बाँध चाहिँ यहीँ छ भने अब यो बजार पनि त्यही किसिमले चाहिँ रहेको छ। यहाँ चाहिँ चित्तलहरू यता एउटा यो कुसुम चाहिँ राप्ती नदीको किनारमै रहेको छ। कुसुममा एउटा युद्धकालमा ठुलो भिडन्त भएको थियो। राज्य पक्ष र विद्रोही पक्षबाट पनि ठुलो क्षति भएको थियो मानवीय। र यो बजार चाहिँ यहाँ छ, यहाँ चेकिङ पनि हुन्छ। यो कुसुम क्षेत्र तपाईँहरूलाई चाहिँ केही समस्या भयो भने यहाँ चाहिँ खाने बस्ने लगायतका अरू समस्याको समाधान पनि पुरा हुन्छ। यहाँ चाहिँ जस केही जङ्गल बजार हुँदै अगाडि बढेको छ। बिच बाटोमा चाहिँ यस्ता बजारहरू हुँदाखेरि यात्रा गर्ने यात्रीहरूलाई चाहिँ सहज हुन्छ। त्यही अनुरूप बस्तीहरू छन् र त्यही अनुरूप चाहिँ बजार पनि छ ठाउँमा। हामी अगाडि बढ्दैछौँ। कतै पानी, कतै चाहिँ घाम, यस्तै छ आजको यात्रा। ल है बैसा खोला चाहिँ हामी आइपुग्यौँ अहिले। अब यात्रा एकदमै थकाइ लाग्दैछ। यात्रा रमाइलो छ। बैसा खोला हामी कुसुमभन्दा थोरै अगाडि आइपुगेका छौँ। हाम्रो यात्राको सहयात्री यता ओम्नी चाहिँ छ र यो पूर्व पश्चिम राजमार्ग यसरी छ। रमाइलो छ यात्रा। तपाईँहरू पनि यात्रा गर्न सक्नुहुन्छ। खासमा नेपाललाई घुम्नुपर्छ, आफ्नै ठाउँ गाउँ चाहिँ घुम्नुपर्छ। आउनुहोस् आफ्नै ठाउँहरू घुम्नलाई। यात्रामा निस्किनुहोस्। यात्रा रमाइलो छ। यसरी अब पालुवाहरू पलाइरहेका छन्। अब यो वैशाखको यो अन्तिम समय छ। कस्तो भइरहेछ मुकेश सर यात्रा? है गजब सर्टकट एकदम यस्तो दामी भइरहेछ होइन। वेदर पनि यस्तो छ होइन अहिले वैशाखको समयमा। एकछिन शान्त बस्नुहोस् न। यो जङ्गलको आवाज, च्याचु चिरबिर यो हिसाबले चाहिँ एकदम कस्तो दामी भइरहेछ त। कस्तो भइरहेछ विपिन दाइ? हो के छ त? बस यो कालो भयो, जङ्गलमा आगो लगाएको हो कि के गरे? यो लगाउन पनि लगाउँछ त।
ओके हामी चाहिँ अहिले यहाँ विश्राममा छौँ होइन केही समयको ल हामीले चाहिँ फोटो खिचिसक्यौँ होइन ल फोटो चाहिँ यस्तो दामी आइरहेछ अब यो फोटो चाहिँ टक्क लगाएर अरू चाहिँ जस्तो आओस् तर आफू चाहिँ एकदम ह्यान्डसम आउनु पऱ्यो भन्ने ए एकदम दामी ल मैले त अघि नै भने हो खासमा नसुन्नु भए मात्रै हो र मैले पहिलाको जुङ्गा पालेको फोटो पनि पठाइदिएको थिएँ सरलाई जुङ्गा दारी दारी सहितको हजुर भीमको मुकेश सर यहाँ चाहिँ एकदम स्टाइलमा फोटो खिच्दै हुनुहुन्छ होइन अब यो मोमेन्ट चाहिँ अब आउँदैन फेरि त्यो भएर पनि होला यता चाहिँ भोक चाहिँ लागिसक्यो जस्तो लाग्छ यार मलाई त तपाईँले फोटो खिचिसक्नु भयो कस्तो आइरहेछ त कस्तो लागिरहेछ हो ल चुवाक फोटो आएछ ओके हामी अहिले बाँके राष्ट्रिय निकुञ्जको पूर्वी चेक पोइन्ट शिवखोला पोस्टमा आइपुग्यौँ अब यहाँदेखि चाहिँ निकुञ्ज समाप्त हुन्छ हामी चाहिँ यो निकुञ्ज एरियामा आइपुगेका छौँ शिवखोला र अब यो ठाउँबाट हामी बाँके राष्ट्रिय निकुञ्जको सिमाना सकिन्छ बाँके राष्ट्रिय निकुञ्ज अब सकियो हामी अब बाँके जिल्ला पनि केही समयमा चाहिँ अब सकिन्छ यहाँबाट हामी दाङ प्रवेश गर्छौँ यो चाहिँ अब यहाँको चेक पोइन्ट चाहिँ सक्यो शिवखोला पोस्ट हो यो चाहिँ पूर्वी क्षेत्रको चेक पोइन्ट यहाँबाट हामी अब बाँकेलाई बिदाई गरेर हामी दाङ प्रवेश गर्छौँ हाम्रो यात्रा अगाडि बढ्दैछ रमाइलो पनि छ यात्रा चाहिँ अब सरहरू अगाडिको गाडीमा जानुभएको छ अगाडि केही समय अगाडि चाहिँ हामीले फोटोहरू खिच्यौँ थोरै त्यहाँनिर र अब दाङ प्रवेश गरिसक्यौँ बाँकेलाई चाहिँ बाई बाई भनेर हामी दाङ जिल्लामा प्रवेश गरिसक्यौँ यो दाङ जिल्लाको लमई नगरपालिका अन्तर्गत पर्दछ हामी बाँकेको राप्ती सोनारी गाउँपालिकालाई बिदाई गरेर हामी दाङको लमई नगरपालिकामा प्रवेश गरेका छौँ अब ग्वाला जाने बेला भइसकेछ बाख्राहरू जङ्गलतिर जाँदैछन् अब हामी केही समय अगाडि पुगेपछि खाजा खान्छौँ होला सायद अब भोक पनि लागिसकेको छ यसो पेटमा मुसा दौडिन थालिसक्यो हामी अमेलिया पुग्छौँ अमेलियामा चाहिँ थोरै केही खान्छौँ र त्यहाँबाट हाम्रो यात्रा अगाडि बढाउँछौँ अमेलिया चाहिँ यो बजार केही समयको निकुञ्जको दूरी पार गरेपछि अमेलिया बजार आइपुग्यो यो बजारमा चाहिँ हामी थोरै खाजा खान्छौँ आज चाहिँ लगनका दिनहरू रहेछन् सायद यता चाहिँ बिहेका गाडीहरू टन्नै देखिए हामी होटेल नमस्तेमा चाहिँ जान्छौँ खाजा खान सरहरू अगाडि बसिसक्नु भएको छ र हामी चाहिँ अब झर्छौँ यहाँ चाहिँ यो बाटो गयो भने हामी पूर्व पश्चिम राजमार्ग अगाडि बढ्छौँ यता चाहिँ पाक्दैछ है हाम्रो लागि के पाक्दैछ भन्ने कुरा अब यहाँ चाहिँ दुध रहेछ यता चाहिँ अन्डा छ यता यो पकौडा छ अब के छ अब यहाँ बस्ने व्यवस्था हुँदैछ मुकेश सरले यो कुर्सीको व्यवस्थापन गर्दै हुनुहुन्छ होइन ल सेलरोटी पनि आयो सायद हाम्रै लागि हो कि यहाँ बन्दैन सेलरोटी यहाँ सेलरोटी बन्दैन ए ल है सेलरोटी आइसक्यो सेलरोटी चाहिँ हामी खान्छौँ ल यता छोला समोसा पनि आइसकेको छ हो उता पनि हो यता पनि होला तिमीले त भनेकै छैन होला त अनि हो र भने त खै ल्याउनु न बन्दैछ भन्न सर खाम मिठो होला जस्तो छ है हेर्दा पनि तर सेलरोटी चाहिँ मिठो छ है सेलरोटी पनि मिठो छ
अचार सेलरोटीको लागि ल यो पनि दाम ल हामी खान्छौँ है त एकछिन दाङमा चाहिँ पानीले स्वागत गर्यो है अब पानी पर्न थालिसक्यो यो सिमसिम पानी चाहिँ पर्दैछ यो हामीले अब थोरै खाजा खाइसक्यौँ थोरै दबाइसक्यौँ अब हामी सिधै अब उत्तरतिर लाग्छौँ यो बाटो हामी आएको बाटो यो हो भनेपछि यो पूर्व पश्चिम राजमार्ग भयो तर अब हामी चाहिँ उत्तरतिर लाग्छौँ अझै पनि कहाँ जाने हो भन्ने कुरा थाहा छैन डेस्टिनेसन चाहिँ अब हामी यहाँबाट चाहिँ उत्तरतिर लाग्दैछौँ अब कहाँ कहाँ पुग्छौँ त्यो चाहिँ तपाईँ हेर्दै गर्नु होला ल बसौँ ल बसौँ है खाजा खाइयो टक्क चाहिँ सेलरोटी त्यसपछि छोला समोसा चाहिँ दबाएर अब चाहिँ हामी अगाडि बढ्दैछौँ नमस्ते होटलमा चाहिँ खाना खाइयो भनेपछि अब हामी उत्तरतिर जाँदैछौँ ओहो अमेलिया चाहिँ खाजा खाने डेस्टिनेसन चाहिँ सबैको हामी चाहिँ अगाडि बढ्दैछौँ है अमेलियाबाट चाहिँ खाजा खाएर हाम्रो यात्रा अगाडि बढ्दैछ यो उकालो उत्तरतिर हाम्रो यात्रा बढिरहेको छ र यी पहाडका बाटाहरू घुम्ती घुम्ती मोडमा चढ्दै हामी अगाडि बढिरहेका छौँ घुम्तीहरू पार गर्दै मोडहरू पार गर्दै अगाडि बढिरहेको यो यात्रा रमाइलो भइरहेको छ जसरी हामी अगाडि बढ्दैछौँ रमाइलो छ पहाड चुरे क्षेत्र चाहिँ हो यो दाङको यो चुरे क्षेत्र हामी चढ्दैछौँ एकदमै रमाइलो देखिरहेछ वरिपरि यहाँबाट तल राप्ती नदी देख्न सकिन्छ भने यता चाहिँ पहाडहरू देख्न सकिन्छ रमाइलो छ अब पालुवाहरू पलाउँदैछ अहिले पछिल्लो समय पानी परेको कारणले चाहिँ अलिकति सफा चाहिँ देखिरहेछ र यसरी हरियो पालुवाहरू देखिरहेछ अहिले चाहिँ बर्खा जस्तो फिल भइरहेछ बादल पनि टक्क बादल आइरहेछ तलतिरबाट र यो भन्ज्याङ यहाँ चाहिँ एकदमै सुन्दर दृश्य बनाइएको रहेछ फोटोसोटो खिच्नलाई भन्ज्याङमा आउने चिसो हावा खाने र सुन्दर तस्बिरहरू खिच्नलाई यहाँ छ भने हामी अब भने उपत्यका प्रवेश गरिसक्यौँ दाङको तुलसीपुर घोराई उपत्यका प्रवेश गरिसक्यौँ भन्ज्याङबाट पनि ओह्रालो लाग्दैछौँ केही किलोमिटर चाहिँ उकालो चढेपछि हामी अब ओह्रालो झर्दैछौँ यतातिर चाहिँ पानी परिरहेको रहेछ हिजो पनि पानी परेको थियो अरे आज पनि पानी परिरहेको रहेछ र तल खोलामा पनि बाढी आएको देखिसकियो यहाँबाट चाहिँ अब क्यामेरामा देखिन्छ देखिन्न थाहा छैन त्यो चाहिँ र हाम्रो यात्रा चाहिँ अझै अगाडि छ चिसो छ एकदमै चिसो फिल भइरहेछ है यो डाँडोमा चाहिँ तपाईँहरू पनि यो बाटोको मजा लिन चाहनुहुन्छ भने आउनुहोस् यात्रा गर्नुहोस् यो बाटोमा यो बाटो चाहिँ यतै खेल्नुपर्छ नेपालगञ्ज अमेलिया तुलसीपुर आउने चाहिँ छोटो बाटो खासमा अमेलिया लमहीबाट घोराई हुँदै तुलसीपुर पहिला चाहिँ आउँथ्यो भने अहिले चाहिँ यो बाटो बनेदेखि नेपालगञ्ज अमेलियाबाट चाहिँ तुलसीपुर छोटो बाटो छ र यहाँबाट हामी रुकुमसम्म पुग्छौँ रुकुम पूर्वे मध्य पहाडी रुखमार्गसम्म पुग्छौँ
र हामी अब दमार गाउँ प्रवेश गरिसक्यौँ भनौँ। यो चाहिँ दमार गाउँ दाङको दमार गाउँ। यिनी पुराना बरपिपलहरू चाहिँ यसरी चाहिँ सुन्दर देखिया छ बरपिपलले गर्दा। ल यहाँ त रोपाइ गर्ने बेला भइसकेछ। सर हामी यो दमारभन्दा अगाडि तल बबाई पुग्न लाग्यौँ। छोडिसक्यौँ यहाँ बाटोमा। हजुर बबाई अब पुगिसक्यौँ। ए ल ल ल हस् ओके। ल यहाँ चाहिँ के खेती हो यो? टमाटर खुर्सानी के रहेछ यार यो? राता राता फलहरू छन्। खेती त गर्न लाग्छ नि यता पनि मान्छेले। हामी चाहिँ अब बबाई खोला नजिक पुग्दैछौँ। बबाई खोला यो चाहिँ सुर्खेत जानेखेर भेटिने बबाई, बर्दिया पुग्ने बबाई चाहिँ यही हो। पररी बिटको त्यो पट्टिछाल छ नि हो त्यही पर्छ। कहाँनिर पुग्यो? ल हामीले बबाईलाई पार गरिसक्यौँ। उररीबाट जाने रे। ए उररीबाट हो? त्यहाँ चोकमा चाहिँ हामीलाई पुरिरहनु भएको छ अरे सरहरूले। कति पर हो उररी? अब यही नजिकै आइसक्यो। हामी यसको मतलब तुलसीपुर पुग्दैनौँ होइन? अब अगाडिको गाडी चाहिँ छिट्टो कुद्ने भएको कारणले हामी अगाडि चाहिँ सरहरूले हामीलाई उररीमा चाहिँ पुरिरहनु भएको छ अरे। उररीबाट छोटो बाटो छ हामी जाने ठाउँ। अब त्यहाँबाट हामी लेफ्ट लाग्छौँ होला सायद। अब अगाडि बढ्दैछौँ। तपाईँलाई कस्तो लागिरहेछ? अब जस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला, किनकि अब तपाईँकै प्रतिक्रियाले चाहिँ हामीलाई अझ हौसला मिल्नेछ भिडियोहरू बनाउन, नयाँ नयाँ ठाउँहरू जान चाहिँ। यो चाहिँ उररी चोक, उररी बजार। हामी यहीँबाट चाहिँ अब लेफ्ट लाग्दैछौँ। यहाँ पनि बजार रहेछ है। तुलसीपुरबाट आउने बाटोमा हाइवेमा आइपुग्यौँ हामी चाहिँ। यो चाहिँ तुलसीपुरबाट आउने बाटो हो भनेपछि अब हामी यहाँबाट यता आयौँ। दङ्गी शरणमा चाहिँ स्वागत छ भन्ने गेट यताबाट हामी चाहिँ यो बाटो आयौँ भने खासमा तुलसीपुर आउने बाटो यता थियो। र अब चाहिँ हामी त्यहाँबाट गएको सिधै हो उताबाट गएको भए उता छिटो जान्थ्यो होला। अब तर ठिकै छ, हामी अब यताबाट आयौँ। यो चाहिँ तुलसीपुरबाट सुर्खेत जाने बाटो है। फेरि हामी यहाँ आइपुगिसक्यौँ। अब नजिकै छ हामी जाने ठाउँ। हामी जाने ठाउँ चाहिँ यही पालिकाभित्रै हो भने अब हामी नजिक आइपुगेका छौँ। अब चाहिँ हामी यो बाटोलाई छोडेर, मुख्य राजमार्गलाई छोडेर हामी चाहिँ लेफ्ट साइड लाग्छौँ। पारो भान्साघर देखिहाल्यो, सिरेघाट खोला पुल, सञ्जीवनी टिचिङ थारू सङ्ग्रहालय देख्नुभयो नि। हामी कहाँ जाँदैछौँ भन्ने कुरा टक्क लगाएर ल अब त पुगेपछिको भयो भाइ भने। र पुल पनि तर्यौँ। ओके अब चाहिँ मुख्य स्थान चाहिँ अब तपाईँले थाहा पाइसक्नुभयो जस्तो लाग्छ होइन? म पनि पहिलोचोटि चाहिँ आउँदैछु यो बाटो, यो ठाउँ। खासमा तुलसीपुरदेखि यो बाटो त हिँडेछु। अब यता सुर्खेत जाने बाटो म पनि हिँडेछु, तर यो साइडतिर चाहिँ म पहिलोचोटि आउँदैछु। मलाई पनि एकदमै उत्सुकता लागिरहेको छ, कस्तो होला के होला ठाउँ के छ भन्ने कुरोमा। अब जाउँ अगाडि हेरौँ के छ। हामी
अगाडि आउँदैछौँ। थारू सांस्कृतिक संरक्षण केन्द्र डङ्गी शरण गाउँपालिका हामीलाई स्वागत गरिसक्यो। थारू समुदायको यो सङ्ग्रहालयमा चाहिँ स्वागत छ र हामीले भेट्नुपर्ने मान्छे पनि यहीँ हुनुहुन्छ जस्तो लाग्यो। गाडी कता गयो? ल ओके ल हाम्रो डेस्टिनेसन चाहिँ यही हो। एक्साइटेड छु। अब पर्ने बित्तिकै आउने बित्तिकै त यस्तो देखिरहेछ। ल अब हामी चाहिँ आइपुग्यौँ। अब के छ? ल हाम्रो सरहरू चाहिँ यता हुनुहुन्छ। यहाँ केही छ जस्तो छ है, के छ भन्ने कुरा अब बिस्तारै थाहा हुन्छ। ल यता चाहिँ थारू भान्साघर हामी अगाडि बढ्दैछौँ। यहाँ चाहिँ सुन्दर ठाउँ हो, सुन्दर दृश्य हो। हेर्दा नै पुरा अचम्म खतरा खतरा देखिरहेछ है। ल के रा यो के हो? ओरिजिनल नै हो है? वाह के हो? निकाल्ने हो कि के हो? निकाल्ने हो? एउटा एउटा निकाल्नु पर्यो जस्तो। ल यता चाहिँ कटेजहरू टक्क बस्ने घर। अब चाहिँ अर्को स्पोट छ गैरी गाउँ भन्ने, हामी चाहिँ त्यहाँ जाँदैछौँ। अब त्यो गैरी गाउँ भन्ने कहाँ हो त्यो चाहिँ थाहा छैन होइन, तर हामी चाहिँ त्यहीँ जाँदैछौँ। अहिले चाहिँ थोरै खाना खाएर हाम्रो यात्रा अब उतैतर्फ हुँदैछ। सबै सामानहरू चाहिँ यता छ र अब ल लागौँ। सायद आज अब के हुन्छ उता काम चाहिँ उता नै हुन्छ। अहिलेसम्म चाहिँ ल जाउँ त, बसौँ न। ल हामी अब अहिले खासमा यहाँ यो ठाउँमा नै चकौरामै हुन्छ कि भनेर चाहिँ हामी कुर्यौँ। अब सबै कुरा छलफल गर्दा चाहिँ गौरी गाउँ भन्ने स्थानमा चाहिँ हामी जाँदैछौँ। त्यहाँ हुन्छ केही कुरा चाहिँ यता पनि हुन्छ, तर अब भोलि पर्सितिर चाहिँ होला। हामी अहिलेको लोकेसन चाहिँ अब गौरी गाउँ। टन्न भात खाइयो। अब भात खाएर अब हामी चाहिँ अगाडि बढ्दैछौँ। के छ त भात? मिठो थियो? भात आज मलाई नुन स्वाद लाग्यो। हतारमा भयो, हतारमा भात खानु पर्नु भएको हामीले पनि। अब हामी चाहिँ त्यसरी जे पाकेको छ त्यही खायौँ। जोस् पहिलोचोटि दाङ घुमिँदैछ भनौँ। दाङको गाउँमा चाहिँ पहिला चाहिँ अब मेन बाटो मात्रै हिँडिरहेको थियो। अब अहिले चाहिँ गाउँ हिँडिँदैछ। अगाडि बढ्दैछौँ हामी। सरहरूको गाडी अगाडि दौडिरहेछ, हामी भने पछि यो पुराना घरहरू भत्काएर अब नयाँ घर चाहिँ बन्दैछन्। यसरी समय परिवर्तनसँगै अब ढलान घरले चाहिँ वर्चस्व लिँदैछ। यी पुराना घर तपाईँले देख्न सक्नुहुन्छ यसरी। हामी यात्रामै छौँ। यो लेफ्ट साइडतिर चाहिँ पातु खोला बगिरहेको छ। कपुरकोटदेखि आएको खोला तुलसीपुरको किनारै यहाँ आइपुग्छ। यहाँदेखि सिधै दबाईमा मिसिन्छ। यहाँ पुरै कृषि जमिन चाहिँ तल छ पातु खोलाको छेउमा। यो अलि हाइटमा छ, गाउँ भएको कारणले पनि होला। अब यहाँ चाहिँ पुरै कृषि उत्पादन हुन्छ भने यता चाहिँ घर प्लस उत्पादन चाहिँ भइराखेको छ। हामी अब यो बाटो छोडेर गाउँ छिर्दैछौँ। गाउँ जाँदैछौँ।
अगाडि ठुलो गाडी भएको कारणले पनि भाले गाडी भएको कारणले हामीलाई सजिलो भएको छ। त्यति सोध्नु पर्ने भएको छैन ठाउँहरू। यहाँ चाहिँ भैँसीले बाटो छेकिरहेको छ। पुरै खेतिएको जग्गा चाहिँ यहाँ छ है। अब सायद अब धान खेती हुन्छ। मन्दिर नबनेको ठाउँ छैन है। प्रायः मन्दिर र चर्च छ अहिले चाहिँ छापछाप्ती छन् सबै ठाउँतिर। पुराना घरहरू चाहिँ यता देख्न सक्नुहुन्छ भने पुराना गाउँहरू। घर यी माटोले लिपेका घर। यसरी हामी चाहिँ अब अगाडि बढ्दैछौँ। के छ हामी कहाँ आइपुग्यौँ? हामी गौरी गाउँ। गौरी गाउँ कि गौरा गाउँ? गौरी गाउँ। गौरी गाउँ रहेछ। मैले गौरा गाउँ भन्दै थिएँ अघिदेखि। गौरी गाउँ रहेछ। यहाँ हाम्रो सुटिङ स्पट। आज नै हो? अहिले नै हो? के अहिले देउताको हामी खिच्छौँ होला है अहिले चाहिँ। हजुर मेरो ऊ अनुसार। अनि हामीलाई लिन आउनुभएको थियो उहाँ ए यहीँ खिचेको पूजा चाहिँ यो हो। यहीँ गर्नु के यो ऊ होला के अरे डहरचण्डी। उहाँलाई सोध्नुहोस्। कसले चोर्यो? यसलाई के मन्दिर भन्छ कि के भन्छ? नमस्कार। ल यस्तो दुःख दिन आइयो कि के हो? ल जाउँ। तपाईँहरूको होइन? हजुर धान ए भन्नाले घर घरबाट ए हजुर अहिले घरमा ल्याइदिन्छन् कि जानुपर्छ? मैले घरमा ल्याइदिए जस्तै हामीहरूको एरिया आउँछ सर। ठ्याक्कै यहाँ ल्याइदिएपछि जस्तै गाउँमा हाम्रो घर ल्याइदिन्छन्। अब ठाउँ टोलमा हुन्छ। कति हो यो घरले ल्याउने? जग्गा अनुसार हजुरको कति बिगाको 10 पात हो। बिगाको 10 पात। त्यो त मलाई पनि थाहा छ। खासमा त्यो किन हो ल्याउने? किन हो? त्यो काम गरे बार्फत जस्तै अब जस्तै कुला गरेको अगुवा मटौ भन्ने हुन्छ। हजुर अब जस्तै अगुवा भनेको कस्तो कुला मात्रै हेर्ने हो। मटौ भएपछि जस्तै बिहामा जस्तै मर्दा पर्दा हजुर कुनै बैठक भयो सबै मेरो जिम्मेवारी हुन्छ हात पार्ने। सेवा गरेको पानी ल्याउँदाखेरि कुलो लाग्ने जाने बर्खाले त सबै बगाइदिन्छ नि त। हजुर यो कुला छोड्दाखेरि अब नानहरू दिने त्यो मटौको जिम्मा हुन्छ। अनि घर घरमा गएर चाहिँ भोलि कुलो लाग्न जानु छ है हात पार्नुपर्छ भन्न जानु पर्यो होइन? अनि कला हाल्नुपर्छ। जस्तो हामीहरूको एरिया हुन्छ गाउँ पार्यो भने स्वाटै ठाउँ कति छ त तपाईँले हेर्नुपर्ने घरधुरी चाहिँ? हजुर कति घरधुरीको चाहिँ? हजुरको 306 घर छ। लगभग 10 घर भयो होला 300। यो पनि विकास भइसक्यो। बिहे गरिसकेपछि हामीले भुइँया थान हुनुपर्छ। मैले पनि बिहा गरेपछि भुइँया थान भुइँया बल्ल घर छोडेको। त्यो भिडियो बनाउनु छ? हजुर खैराबाङभन्दा ठुलो हो सर यो। खैराबाङ चाहिँ बहिनी हो। यसको बहिनी हो? ए त त्यहाँ अब जस्तै यहाँ अब तपाईँको त्यति उलै भएन। अब गाउँले त्यति उलै गरेर सबैलाई भगवती भने पनि हो सर। खैराबाङ ठुलो हो। त्यसो त यो त भगवतीको मन्दिर भयो होइन? तपाईँ यो चाहिँ परगनाको लागि जस्तै परगना जोले पनि भगवती ठाउँ पूजा गर्न आउनुपर्छ। यो चाहिँ परगना भनेपछि दाङ जिल्लाको जो पनि गर्न पार्छ। यहाँ चाहिँ यो चाहिँ परगनाको लागि यो प्वाल चाहिँ किन पर्यो त? यो प्वाल ए उता छ? तपाईँ यहाँदेखि उत्पत्ति भएको भगवती देवी पहिला होइन? हजुर तपाईँको
तपाईँ गौरी गाउँदेखि ठुलो चाहिँ कपडा दिने हो हजुर कपडा दिने हो त यहाँ चाहिँ फाल्गुनेर यो भएको छ निस्केको भन्ने निस्केको फाल्गुनेर यो चाहिँ हामी परगनाले पूजा गर्ने परगना भनेको सबैको साथीहरू चाहिँ अरू यो चाहिँ आफै उत्पत्ति भएको छ ए ल ओके हजुर ए ल ल हस् अहिले अब सबै कुरा ल एकछिन हामीले चाहिँ यो क्याप्चर गऱ्यौँ यहाँ चाहिँ अब हामी अब नेक्स्ट ठाउँमा चाहिँ जान्छौँ है यसरी चाहिँ अहिले हाम्रो सुटिङ चाहिँ भइरहेको छ यहाँ चाहिँ अहिले सुटिङको काम भइरहेको छ दुना बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ ओके अब यो ठाउँबाट चाहिँ हामी अर्को ठाउँमा जान्छौँ यहाँको काम चाहिँ यसरी भइरहेको छ अब है यो छाकी खाने काम चाहिँ भइरहेछ है यो यसरी लमुके छ यो देउतालाई चढाउँदै हुनुहुन्छ केही हुन्न क्या यो त देउता पानी हो त यो शुद्ध पानी यसरी मुखेर सायद ल बोका पनि काट्छन् यसमा यो चाहिँ तपाईँको खेराबाङ चाहिँ मान्यता धेरै अब यहाँ चाहिँ अलि ऊ भएन क्या सर के माने ऊ नै जस्तो भयो त्यो पुरानो भयो चर्चित भयो प्रचार प्रसार बढी भयो यो एउटा टिपिकल गाउँको जस्तो भयो क्या यो गाउँकाले थाहा पाए यो गाउँकाले थाहा पायो यो गाउँभन्दा पर चाहिँ थाहा भएन ल म पनि यो गाउँ चाहिँ एकदमै सुन्दर छ है गैरी गाउँ यो एकदमै सुन्दर छ तपाईँ पनि आउन सक्नुहुन्छ यो गाउँमा यता चाहिँ भैँसीहरू टक्क चाहिँ भैँसीहरू चरिरहेका छन् हाम्रो अब कार्यक्रमहरू यस्तै भइरहेछ होइन हामी चाहिँ अब जोस् आज खेतमा गाउँमा जताततै घुम्दैछौँ र यहाँ पनि के हुँदैछ यहाँ हेलो के हुँदैछ यहाँ के हुँदैछ छैन म आएको कहाँ हुनु फोटो भिडियो खिच्दै मैले ल कहाँ त्यहाँ तपाईँको फोटो खिच्दैन मैले दुईटै खिच्दै अब खिच्छु मलाई चाहिँ फोटो चाहियो भन्नु पर्दैन होइन त्यतिकै नाकमा त्यो उ आएको होइन कि त्यस्तो हुनु पर्यो नि त उहाँ को पुरा चखर अनि पुरै अनि नेपालगञ्ज कहाँ हो रे नेपालगञ्ज कुन ठाउँ रे हजुर भेटै भएन रे नेपालगञ्जको कुन टोल हो फोन नम्बर माग्नु भए ओए पुरै नि फोन नम्बर ओए फोन नम्बर सेभ गर्नु भएको छ नाम खोइ हेरौँ त मोबाइल चेक गरौँ गाउँबाट चाहिँ हामी अगाडि बढ्दैछौँ अहिले पनि यो घोडा सवारी दाङमा चाहिँ र अब यहाँको काम सकियो अब अर्को ठाउँ हामी अर्को कामका लागि अगाडि बढ्दैछौँ यसरी यस आजको दिन यस्तै गरेर बित्दैछ खेतीयोग्य जमिनमा चाहिँ घरहरू बन्दैछन् अब हामी तुलसीपुरको नजिक पुग्दैछौँ नयाँ गाउँ आइपुगिएछ हामी यता चाहिँ खानेपानीको ट्याङ्की यस्तो छ नयाँ गाउँ यसै गरी आज दिनभरि अब हामी यात्रामै छौँ हामी चाहिँ अब तुलसीपुर पुगिसकेका छौँ र यो पातो खोला हेर्नुहोस् यस्तो छ अवस्था पातो खोलाको अब पानी चाहिँ छैन तर खोला चाहिँ छ त्यही त मैले अघिदेखि त्यही कुरा गरिरहेको अतिक्रमण गरेर हो त यो चाहिँ तुलसीपुर बजार हामी तुलसीपुर बजार प्रवेश गर्दैछौँ अगाडि बढौँ अब कहाँ पुगिने हो थाहा छैन तैपनि हाम्रो यात्रा अगाडि बढिरहेको छ यो बाटो चाहिँ म पहिलोचोटि हिँड्दैछु जसपारकै हो त्यो खोला त अलि माथि छ कि जस्तो लाग्यो हो यतातिर होइन हामी चाहिँ मुख्य बाटो प्रवेश गऱ्यौँ अब मुख्य बाटोबाट हामी लेफ्ट साइड लाग्छौँ ए गाडी यहीँ छ बजार आइपुग्यो होइन जाने नै रहेछ अगाडि
जाने नै रहेछ। अब यो चाहिँ अमेलियाबाट सिधै तुलसीपुर आउने बाटो हो। हामी बिहान कहाँदेखि हो हामी उता गएको? नै उररीदेखि हामी चखौरा पुगेका थियौँ भने फेरि फर्केर गैरी गाउँ आएर हामी सुटिङ गरेर अहिले चाहिँ मुख्य तुलसीपुर बजारमा आइपुगेका छौँ। हामी हिँड्दैछौँ, तर कहाँ जाने हो भन्ने कुरा चाहिँ थाहा छैन, तर हामी चाहिँ हिँड्दैछौँ। हाम्रो अर्को गाडी चाहिँ अगाडि छ, सरहरू चाहिँ अगाडि हुनुहुन्छ भने हामी चाहिँ पछि त्यही गाडीकै पछि चाहिँ दौडिरहेका छौँ। अलि अव्यवस्थित रहेछ तुलसीपुर बजार, पार्किङको कुरा चाहिँ अलि अव्यवस्थित जस्तो देखियो। अब तुलसीपुर बजारको यो अमेलिया, अब यो त सल्यान जाने डाइरेक्ट बाटो पनि हो यहाँबाट चाहिँ तुलसीपुर बजार। अब अर्को चोक आइपुग्यो। अब जाउँ हामी चाहिँ गइहालौँ। एकछिन ल, यस्तो अवस्था छ। यता चाहिँ बस पार्क जाने बाटो सायद मेबी। अब भने यता चाहिँ खासमा यो बाटो सिधै हामी अगाडि गयौँ भने सल्यान रुकुम चाहिँ जाने बाटो हो है यो। यहाँ अगाडि घोराई चोक छ, घोराई चोकबाट सायद घोराई चोकबाट हामी चाहिँ मोडिएर घोराईतर्फ जान्छौँ जस्तो लाग्यो यसो साइड हेर्दाखेरि। यो हो घोराई चोक। तुलसीपुरमा घोराई चोक छ भने घोराईमा चाहिँ तुलसीपुर चोक छ। खासमा घोराई र तुलसीपुर जान, घोराईमा हुँदा तुलसीपुर आउने र तुलसीपुर हुँदा घोराई जाने भएको कारणले चोकका नाम चाहिँ यसरी राखिएको छ। र सिधै गयौँ भने हामी चाहिँ सल्यान रुकुम चाहिँ जान्छौँ भने यो चाहिँ बस पार्कबाट आउने बाटो हो। यसरी मोडिएर हामी तुलसीपुरतिर बाटो अब घोराईतर्फ जाँदैछौँ। लास्टै व्यस्त चोक है तुलसीपुर हो यस्तो सबै। अब अगाडि बढ्दैछौँ। बाटो त घोराई जानेतिर लाग्यो, तर कहाँ पुगिन्छ थाहा छैन है। कता हो जाने ठेगान छैन, किनकि अब दाङ त्यति धेरै थाहा छैन। दाङमा ठाउँहरू थाहा नभएको कारणले अब यही ठाउँ भन्ने कुरा चाहिँ थाहा छैन। ठाउँको नामै थाहा भएन। कपडा देवी हो। गाडी जति जान्छ हामी त्यतै जाने। मलाई यति थाहा। कपडा देवी भन्ने ठाउँ चाहिँ कहाँ रहेछ अब हेरौँ। मलाई थाहा भएको त्यति। हामी चाहिँ अब मुख्य बाटो छोडेर राइट साइड मोडिन्छौँ। कपडा देवी भन्ने ठाउँ चाहिँ अब यसरी ट्याक्क यो बाटो घोराई जाने हो भने हामी अब फेरि भित्र गाउँ पस्यौँ। अघि केही समय बजार घुमे पनि अब चाहिँ फेरि गाउँमा पसेका छौँ। कपरा भने यो पटक चाहिँ हामी दाङका अझ विशेष गरी तुलसीपुर र यता के अरे दङ्गी शरणका गाउँ घुम्ने अवसर पाइयो। अब हेरौँ कता पुगिन्छ। भर्खर आज पहिलो दिन हो, 2-4 दिन अझै बसिन्छ जस्तो लाग्छ। अब कहाँ गइन्छ, कता घुमाउनुहुन्छ यहाँको हाम्रो अगुवाले, त्यही अनुसार चाहिँ हामी घुम्छौँ। यहाँ चाहिँ सुन्दर घरहरू चाहिँ देखिरहेको छ। यहाँ चाहिँ अब हामी अगाडि बढ्दैछौँ। यो घर एकदम पुराना घरहरू चाहिँ अब यहाँ चाहिँ रहेछन्। खै त लाउनु भएन त। कुन ठाउँ हो, कति टाढा हो हामी जाने? के पूजाआजा गर्ने त हो कि के हो त्यहाँ गएर? हजुर के गर्ने त? सायद पूजा गर्न परि। अहिले भयो रेकर्ड। अहिले चाहिँ म कपरा देवी गाउँमा आइपुगेको छु। म ड्रोन चाहिँ अब उडाउँदैछु है त। ल तपाईँ चाहिँ हेर्नु होला।
कपरादेवी गाउँ यस्तो छ। कता जाउँ त्यहाँ पछाडि भएन कपरादेवी गाउँमा चाहिँ ड्रोन उडाएर हामी चाहिँ अगाडि बढ्दैछौँ। हेलो ल यहाँका चाहिँ पुरानो घरहरू चाहिँ एकदमै सुन्दर घर देखिरहेको छ र यहाँबाट हामी लेफ्ट लाग्छौँ। ल यता चाहिँ कृषियोग्य जमिन चाहिँ खाली छ तर अब घर बन्ने होला फेरि यही त हो नि हामी यताउता जाने आउने अब यस्तै छ। जे होस् दाङ घुमिने भयो त्यही नै ठुलो कुरा हो होइन मुकेश सर? भैँसी मात्र हेर्ने हो दुध खान पाइने होइन। अब कसका घरहरू छन् कसका घर बन्दैछन् तपाईँहरू चाहिँ हेर्नुहोस् है हाम्रो यो भिडियोमा। अब यताबाट हामी चाहिँ थोरै हिँड्नु पर्छ। तिमी कतिमा पढ्छौ? 2 मा? कुन स्कुलमा? कहाँनिर छ? हो यातायातनिर हो। रुपेश बुढाथोकी के छ? ल त त्यसमै आउँछ। ल हामी चाहिँ यता पस्यौँ है अब भित्रतिर। तपाईँहरू आउन सक्नुहुन्छ यहाँ जग्गा किन्नलाई। यो पुरै जग्गा खाली छ एकदमै यो राम्रो लोकेसन रहेछ। अहिले चाहिँ आकाश एकदमै सफा बादलले चाहिँ यस्तो दामी दृश्य देखिरहेछ होइन पानी आउला आउला जस्तो गरिरहेछ एकदमै सुन्दर छ। यस्तै छ आज दिनभरि हामी यसरी नै दिन बित्दैछ। अब ठिक छ अब नेक्स्ट डेस्टिनेसन कहाँ हो भन्ने कुरा चाहिँ अब एकछिनमा थाहा हुन्छ। हामी चाहिँ अब यसरी नै अगाडि बढ्दैछौँ। यसरी चाहिँ हाम्रो सुटिङ भइरहेछ है। मान्छे ऊ त्यहाँ क्यारेक्टर यहाँ चाहिँ यो होइन कि त्यो मन्दिरमा कि यहाँबाट हो यहाँबाट जान्छ। यहाँबाट चाहिँ हामी अब बाहिर निस्क्यौँ। अब हामी नेक्स्ट गन्तव्यमा जाँदैछौँ। अब त्यसपछि कता हुन्छ यो चाहिँ तुलसीपुर बस पार्क झर्दैछौँ है हामी। यो बाटो तरबुजा पुरा गाडीभरि तरबुजा छ नि त। यसरी सनवेर तुलसीपुर बजार नुन खुर्सानी पाउँदैन किन होला यस्तो? कहाँको मकै हो यो? मोतीपुरको ए 10 रुपियाँ होला। किन होला नि? तुलसीपुर बजारको बस पार्कको मकै चाहिँ खाँदै अब अगाडि हिँड्छौँ। सबै उस्तै रहेछ। ए भाँचौ मकै है मकै दाङको मकै मोतीपुरको मकै। कता हो मोतीपुर दिदी? अझै तल ए त्यहीँकै हो त यो? ए अहिले रहन्छ नि यो बाटो चाहिँ अब तुलसीपुरबाट फेरि यता सुर्खेत जाने बाटो आइसक्यो। मदन भण्डारी राजमार्ग हामी यहीँ वरिपरि हुन्छौँ। यताउता गर्दै अब फेरि हामी पश्चिम जाँदैछौँ तुलसीपुरबाट मकै खाँदै। मकै यसरी खाइरहेछ यसरी टोकेरै हो त्यही त। अहिले भने म डाँडा गाउँमा आइपुगेको छु।
दङ्गी शरण गाउँपालिका अन्तर्गत पर्छ। यहाँ चाहिँ पोखरी रहेछ। यी हाँसले चाहिँ कस्तो दामीसँग खेलिरहेका छन् भने यहाँ चाहिँ अब के छ यहाँ ए गाउँ नजिकै रहेछ, घर नजिकै रहेछ। च्वाचेले यसरी खाइरहेछ। हामी डाँडा गाउँबाट पनि अब अगाडि बढ्दैछौँ। अब यस्तै छ, अब दौडधुप अलिअलि केही काम। यी हाँसले चाहिँ यसरी पौडी खेल्दैछन् यहाँ भने। यहाँ चाहिँ सार्वजनिक इनार चाहिँ यता छ है। ल हेर्नुहोस्, यो तरिकाले यो काठको इनार चाहिँ पुरानो हो। यो थारू समुदायको लागि यस्तो छ। यो काठ वरिपरि छ। यसरी चाहिँ इनारबाट पानी तानिन्छ। पुरानो सिस्टम। यही सिस्टम चाहिँ चखौरामा पनि राखिएको छ प्रदर्शनको लागि। र यहाँ पोखरी रहेछ। यो ट्याक्कै खोलाको बिचमा पोखरी निर्माण गरिएको रहेछ। र यता ठाउँ जस यस्तै छ, रमाइलो छ। हामी अझै पनि यात्रामै छौँ। अब अगाडि गर्दैछौँ। कता कता हुन्छ के भयो यो? म बाइक लिएर बोलाएको छु के ए अब नजाने? नाइ उही बजारसम्म बोलाएको छु। ए कता पछि झन् ल त जाउँ त। किन हो त नि यस्तो झन् अगाडि बसेर यस्तो राम्रो गाडीमा चाहिँ भोमिट आयो भन्ने के हो भीमजी? के लाउनु हो तपाईँले? के गन्न आछ के गन्न है त्यसो भए हामी अब बजार जाने त? बजार त बजारै गएर जान्छ के हाम्रो। ए उता त यताबाट पनि थियो कि भन्न भनेर। यताबाट कहाँ छ? यताबाट त झन् गाह्रो टाढा पर्छ। ए चाहिँ सूर्यास्त यस्तो दामी देखिरहेछ। यो तुलसीपुरको बसपाक भन्दा अलिकति तल यो पातु खोला नजिकैबाट चाहिँ यस्तो दामी सूर्यास्त देखिरहेछ। यो सूर्यास्तसँगै आजलाई गुड नाइट। तपाईँसँग म भोलि फेरि अर्को भिडियोका साथ भेट्नेछु। कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिनु होला। यो चाहिँ अहिले म पातु खोलाको छेउमा छु। तुलसीपुर बसपाक नजिकै रहेछ। र यहीँबाट चाहिँ तपाईँलाई शुभरात्रि भन्दैछु। बाई बाई।